1 घण्टाको बाटो हिँडेर आज पनि बिजुली हाउसतिर काम गर्न जाँदैछौँ र आउन र जान लागेर त्यही 2 घण्टा लाग्छ भने बिहान र बेलुका हेर्नुपर्ने हुन्छ भने अहिले म भने एक्लै छु र यहाँको हिँड्ने बाटोको अवस्था हेर्दा मात्रै बेहाल छ भने यो बाइक बाहिरको दृश्य हेर्ने हो भने त एकदम बवाल लाग्छ। टक्क हिमालहरू हेर्न पाइन्छ है, हिमालहरू हेर्दै दृश्य निहाल्दै जान पाइन्छ। यतातिर हिमालहरू छ भन्नेतिर गाउँहरू पनि छ। लामो समयदेखि गाउँवासीहरूको बिजुली बाल्ने सपनामै सीमित रहेको थियो र यो पटक बन्ने सम्भावना देखेको छ, तर धेरै दिन टिक्ला भन्न सकिँदैन। अहिले भने हामी यहाँ सामान लिन आएका छौँ भनेर टक बोलाएर हाम्रो हिजोको काम हेर्ने हो भने यो चाहिँ बिजुलीको कुलो हो। हिजो काम हेर्ने भने यो पाट बाइक चारैतिर यसलाई चाहिँ हामीतिर पाट भन्छ, जस्तै भाटाको छ नि, यो चाहिँ लागेको हुन्छ भने यहाँतिर प्लास्टर गरेर हालेको छौँ भने यहाँतिर मेसिन पुरै रेडी पोजिसनमा छ र एउटा काम भनेको यहाँ जस्तो ढलन गर्ने काम पनि भएको हो भने अहिले हामी जस्ट त्यो सामानहरू लग्न आएका हौँ। जस आज चाहिँ यहाँ बाहेक अरू अन्य ठाउँमा काम हुन्छ, त्यो भएर चाहिँ सामान लग्न आएका हौँ भने अब हामी हिँड्नेवाला छौँ अर्को ठाउँ काम गर्नेतिर। जस्ट आज भनेको हाम्रो मेन पानी झर्को ठाउँतिर काम हुनेवाला छ र त्यही यो रहेको छ हाम्रो माथिबाट तलतिरको भ्यू भने बिजुली हाउसको घरको काम चाहिँ त्यति भएको छ भने म चाहिँ यहाँ भिडियो बनाउनको लागि आएको हुँ र यो सामान पनि मात्र लाउनु पर्ने त्यो कारणले यो बाटो हुँदै आएको। यो बाइक अन्य बाटो पनि थियो र म मेन भनेको चाहिँ भिडियो बनाउनु भन्दा यो बाटो आएको हुँ भने हाम्रो बिजुली हाउसको लागि पानी जानको लागि कुलो भनेको पाइप भनेको यस्तो लगेको छ भने अहिले तलतिर घाम पनि लागेको छैन, खासै राम्रो देखेको छैन भने माथिरको भ्यू यस्तो देखेको छ र आज भने हाम्रो काम माथितिर हुनेवाला छ। सो त्यही भएर यहाँ सामान लग्न म आएको हुँ भने अहिले म यस्तो अपस्टेयर पोजिसन छु होइन। यहाँ भने काम गर्न अझै बाँकी नै रहेछ है र यहाँ चाहिँ मेन हाम्रो पानी जम्मा भएर तलतिर बिजुली हाउसतिर पानी बढ्ने ठाउँ भनेको यही हो र यहाँ भनेको यतातिर एउटा के हो यो छ भने त्यहाँ पाल लगाएर बाँधेको छ भने यहाँ करिब 1 हप्ता छ त्यो काम अझै बाँकी रहेछ होइन। र अन्य कुनै ठाउँ भने हाम्रो यहाँको तुलना बाहेक अन्य कुनै ठाउँमा भने यस्तरी पाइपमा नल्याएर चाहिँ हाम्रो कुलो सिमेन्टको कुलोमा ल्याएको हुन्छ भने हाम्रो यहाँ चाहिँ पानी पाइपद्वारा यहाँ निष्कासन हुनेछ खोलादेखि। र आजको काम भनेको हाम्रो जुन यहाँको मेन ठाउँ भनौँ पानी ढल्कने ठाउँमा काम हुनेवाला छ र यहाँ भने बान्डो लगाएर यति मेहनतका साथ भने कुलोलाई निर्माण गरेर माथि चढाएको छ पानीलाई। पाइप साइप भन्ने यस्तरी पाइप देखिएको छ होइन। र यो काम भनेको हाम्रो करिब 3-4 महिना भइसकेको अनुभव मैले पाएको छु भने म भने यहाँ आज काम गरेको दोस्रो दिन हो र यो बिजुली भनेको हाम्रो होटललाई मात्र हो या उक्टलाई पनि हो भन्ने मलाई फिक्स थाहा छैन, के हुन्छ हेरौँ। लकेटा आज हाम्रो काम हुने एरिया भनेको यही हो होइन। यहाँ मेन पानी चाहिँ यो छ, बिजुली बाल्नको लागि पानी भने मात्र यति छ भने एउटा गाडा चाहिँ उता छ होइन, त्यो चाहिँ पारि उता खनेर ल्याएको छ नि, त्यहाँबाट ल्याउने भनेर बनाएको छ। खासै ल्याउँछ कि ल्याउँदैन त्यो चाहिँ खासै थाहा भएन है। तर यो हो हाम्रो काम हुने एरिया भनेको यो चाहिँ कुलो बोक्ने भएन र यहाँभित्र हुनेवाला छ अरे, तर फिक्स काम भनेको त्यो चाहिँ मलाई पनि थाहा चाहिँ भएन होइन। बिहानभरिको काम गरिसकेपछि दिउँसो करिब 12 बजीतिर खाना सुरु हुन्छ र बेलुकाको खाना बाहेक अगाडि आज दिनभरिको खाना या नास्ता जे भने पनि यही नै हो। 12 बजेपछि सबै जम्मा भएर खाना खाइसकिन्छ र कतिपयले घरको लागि दाउरा बनाउने गर्छन् भने बाँकी सबैले आराम गरेर दिनभरिको थकानलाई मेटाउने गर्छन्। यो कुलाको कुरा गर्ने हो भने डोजर हालेर खनाएको हो भने उतासम्म खनाएको छ र यो बाहेक पहिलाको वर्षमा चाहिँ योजना परेर यो चाहिँ बाटो मात्र खन्ने योजना परेको थियो। सोही योजनामा चाहिँ अख्तियार परेर भनौँ न अत्याधिक कुराले भनौँ न त्यस्तै कारणले गर्दाखेरि चाहिँ यो योजना परेको भन्ने कुरा पनि हल्का सुनेको होइन। र यो अहिले चाहिँ डोजर हालेर खनाएर चाहिँ पाइपहरू गाडेको छ भने पहिला चाहिँ मान्छेले खनाएर चाहिँ ऊ खोलादेखि यता डाँडासम्म चाहिँ पुग्ने काम भएको थियो र अहिले सोही कारण नाति अख्तियार कारणले गर्दाखेरि चाहिँ भएको भन्ने जस्तो मलाई पनि लागिरहेको छ होइन। र सो त्यही कारणले बिजुली बढेको
बिजुली योजना परेको भन्ने त तर बिजुली कतिसम्म पर्छ त्यति कुराले गर्दा खासै थाहा भएन। अहिले पनि कुरा हेर्ने हो भने यहाँतिर यस्तो बिजुली गाडेको छ कतै कतै भने यतातिर त छैन, उतातिर भने कतै कतै पाइपहरू प्रशस्त मात्रामा अझै पनि बाहिर देखिएको कामसँग नढाकेको अवस्थामा देख्न सकिन्छ। यहाँ चाहिँ यस्तो गरहरू लाग्छ होइन, तर यो गरहरू छ नि यसको साइजमा भने अलि राम्रोसँग नछपेर चाहिँ त्यो भएको छ क्या अलग्गै अहिले पाइप देखिएको अवस्था छ। यस्तै कुरा भनौँ यो रहेको छ हाम्रो ग्राउन्ड र यहाँ भनेको ग्राउन्डको हालत यस्तो छ, माथिपट्टि ढुङ्गा यस्तो छ पुरै। यो चाहिँ हाम्रो भर्त ओक्ट र सर्मी बिच केन्द्र रोड फाट्ने केन्द्र भनेको यही हो। अहिले चाहिँ यहाँ ग्राउन्डको कारणले गर्दा यस्तो देखिएको छ भने हेर्ने आओ योजना हालौ पैसा लट्कौँ भन्ने कार्यहरू जस्तो देख्न सकिन्छ। डोजर पनि अझ यहीँ राखेको छ भने बेलुकाको 5 बजीतिर काम बन्द हुन्छ र घर जाँदाखेरि सबैले आफ्नो गति अनुसारको दाउराको बारी लगे। मैले भने करिब 4-5 महिना अगाडि काटेर सुकाइएको भिरको घाँस लगे। अन्तिममा यो वालको कुरा गर्ने हो भने यसको भित्र सिमेन्ट र र्यालीको माटो बिना बनाएको वाल हो। यसको केही दिनपछि बाहिर र भित्रबाट प्लास्टर गरिनेछ। तर कुरा के हो भने यसको घरभित्र पावर निकाल्ने मेसिनको कारणले गर्दा वाल भत्किन्छ भनेर भर्ताका मान्छेहरूले दिन प्रतिदिन कामदारहरूसँग डिस्कस गरेका थिए। यसको प्रतिक्रिया भने कमेन्टमा राख्नुहोला।